सबै सरमेहमानहरू नमस्कार। म ओमबहादुर खड्का, लेखाधिकृत महालेखा नियन्त्रक कार्यालय, अनामनगर, काठमाडौँ। चालु अब 83-84मा पाम्स भिटु प्रणालीमा फर्म दर्ता गर्ने विषय, सूची दर्ता गर्ने विषयमा केही संशोधन भएको छ। संशोधन भएको विषयहरूलाई हजुरहरू माझ यो सानो भिडियो ट्युटोरियल मार्फत पेश गरेको छु। सबैभन्दा सुरुमा हामीलाई स्टोर किपरको बिहाफमा प्राप्त भएको युजर नेम र पासवर्ड इन्ट्री गरेर सिस्टम लगइन गर्छौँ। सिस्टम लगइन भइसकेपछि हामीले यो पाम्स भिटु प्रणालीमा रहेको 3वटा मेनुमध्ये प्रणाली व्यवस्थापनमा क्लिक गर्छौँ। प्रणाली व्यवस्थापनभित्र क्लिक गरेपछि फर्म सम्बन्धी विवरण भन्ने छ, यसमा क्लिक गर्छौँ। फर्म सम्बन्धित विवरणमा क्लिक गरेपछि फर्म सूचीकृत गर्ने भन्ने एउटा मेनु अहिले यो चालु आवामा देखिएको छ। विगतका वर्षहरूमा चाहिँ फर्म सूचीकृतका मुनि अर्को मेनु पनि थियो, फर्मको सीमा तोक्ने भन्ने। त्यो फर्मको सीमा तोक्ने विषयलाई चाहिँ चालु आवादेखि हामीले हटाइदिएका छौँ। फर्मको सीमा पनि फर्म सूचीकृत गर्दैकै बखतमा राख्ने गरी फारममा संशोधन गरिएको छ, सुधार गरिएको छ। त्यो विषय मैले हजुरहरूलाई जानकारी गराएँ। अब फर्म सूचीकृत गर्दा फर्मलाई सूचीकृत गर्दाखेरि यो फर्म सूचीकृत गर्ने फारम हामीले क्लिक गर्छौँ, यो मेनुमा क्लिक गर्छौँ। मेनुमा क्लिक गरिसकेपछि विगतमा भन्दा चालु आवामा फरक भनेको चाहिँ विगतमा हाम्रो सिधै हेड न्यू मात्रै थियो। चालु आवामा चाहिँ हामीले विगतमा सूचीकृत फर्म चालु आवामा दर्ता गर्ने भन्ने एउटा मेनु थप गरिदिएका छौँ। यो थप भएको विषय हो यो फर्मको सीमा फर्मको सूचीकृत गर्ने विषयमा। विगतमा हामीले कुनै फर्म सूचीकृत गरिसकेका छौँ, कारोबार पनि गरेका छौँ। कारोबार गरिसकेको फर्मलाई चालु आवामा पनि हामीले एक्टिभेट गराएर काम गर्नुपर्ने अवस्थामा हामी यो मेनु मार्फत जान्छौँ। विगतमा सूचीकृत भएको फर्म चालु आवामा दर्ता गर्ने विषयलाई चाहिँ हाम्रो सार्वजनिक खरिद ऐन 2063 र नियमावली 2064ले प्रत्येक वर्ष नै हाम्रो फर्म सूचीकृत गर्नुपर्छ, सूचीकृत हुनुपर्छ भन्ने विषय उल्लेख गरेको छ। तर विगतमा हामीले कारोबार गरिसकेका छौँ। कारोबार गरिसकेको फर्मलाई चालु आवामा उसले चालु आवामा पेश गरेको कागजातका आधारमा मात्रै ल्याउने हो। सरले एकदमै बुझ्नुपर्ने विषय चाहिँ त्यो छ। चालु आवामा उहाँले निवेदन दिनुहुन्छ, फर्म दर्ता भएको प्रमाण पेश गर्नुहुन्छ, कुन विषयमा उहाँ सूचीकृत हुन चाहनु भएको छ, सूचीकृतको क्षेत्र के हो, त्यो विषय उल्लेख गर्नुहुन्छ र कर चुक्ता समेत पेश भइसकेपछि मात्रै हामीले विगतमा सूचीकृत फर्मलाई चालु आवामा दर्ता गरेर अगाडि बढाउन सक्छौँ। सबै कागजात प्राप्त भएपछि गर्ने विषय हो यो। विगतमा हामीले कारोबारै गरेका छैनौँ, एकदम विशुद्ध नयाँ फर्म छ भने चाहिँ हामीले नयाँ फर्मलाई कारोबार गर्नु पर्यो भने चाहिँ एड न्यूबाट जान्छौँ। अब विगतमा सूचीकृत भएको फर्मलाई चालु आवामा कसरी ल्याउन सकिन्छ भन्ने विषयलाई अलिकति हेरौँ। हामीले विगतमै सूचीकृत भएको फर्मलाई चालु आवामा ल्याउँदैछौँ भने विगतमा सूचीकृत फर्म चालु आवामा दर्ता भन्ने यो एउटा मेनु छ, यसमा हामी क्लिक गरौँ। क्लिक गर्ने बित्तिकै सूचीकृत भएका फर्मको पान नम्बरबाट खोजी गर्नुहोस् भनेर हामीले एउटा डायलग बक्स आएको छ, डायलग बक्स प्राप्त भएको छ। यो भनेको चाहिँ विगतमा हामीले कारोबार गरिसकेको फर्मको पान नम्बर राखेर त्यो सूचीकृत भएको फर्मलाई चालु आवामा ल्याउने प्रक्रिया हो। हामीले विगतमा कारोबारै गरेका छैनौँ, हामीले एकपटक पनि त्यस्तो फर्महरूलाई सूचीकृत गरेका छैनौँ भने चाहिँ त्यस्तो फर्म चाहिँ हाम्रो चालु आवामा सूचीकृत गर्न सकिँदैन। त्यो चाहिँ हाम्रो यहाँ डाटाले यसले रिट्रिभ गर्न सक्दैन, डाटा भ्यालिडेसनै हुँदैन। हामीले विगतमा काम गरिसकेको फर्मलाई मात्रै ल्याउनको लागि हामीले यो मेनु प्रयोग गर्छौँ। विगतको सूचीकृत भएको एउटा फर्म छ, उदाहरणको लागि हामीसँग यो एउटा कुनै फर्मको प्यान नम्बर थियो, त्यो प्यान नम्बर मैले यहाँ राखेँ। प्यान नम्बर राखेर मैले सर्च गरेँ। सर्च गर्दाखेरि यहाँ डाटा रिट्रिभ भयो भने यो फर्म चाहिँ हामीसँग अगाडि पनि हामीले सूचीकृत गरेर काम गरेका रहेछौँ भन्ने देखाउँछ यसले। हामीले सूचीकृत छैन भने यो डाटा प्राप्त हुँदैन, एड न्यू गरेरै जानुपर्छ त्यसको लागि चाहिँ। अब हामीले प्यान नम्बर राखेर सर्च गरिसकेको डाटा प्राप्त भइसकेपछि एकचोटि भ्यालिडेसन चाहिँ हेर्नुपर्छ। हामीले के संशोधन गर्नुपर्ने विषय छ कि यसमा। जस्तै उदाहरणका लागि हामीले सूचीकृतको प्रकार परिवर्तन गर्नुपर्ने पनि हुनसक्छ। कुनै बेला आपूर्ति थियो, निर्माण राख्नुपर्ने होला, निर्माण थियो, आपूर्ति बनाउनु पर्ने होला, कुनै बेला परामर्श भनेर राख्नुपर्ने होला। कुनै विषयमा चाहिँ यो अधिकतम सीमा राख्ने विषय पनि संशोधन गर्नुपर्ने अवस्था होला, होइन? यसलाई चाहिँ हामीले हेरेर
हामीले चाहिँ इन्स्योर भएपछि अब चाहिँ परिवर्तन गर्न पर्दैन भन्ने थाहा भएपछि सबै डाटाहरू ठिक छ भन्ने भएपछि हामीले यसको कार्यलाई अगाडि बढाउँछौँ। विगतमा यो सूचीकृतको क्षेत्र भन्ने पनि कार्यालय स्तर र स्टोर स्तर भन्ने थियो। स्टोर स्तर हामीले अहिले हटाइसकेका छौँ। यो डिफल्टमा हाम्रो कार्यालय स्तर नै प्राप्त हुन्छ, हामीले यो छानिरहन पर्दैन। अब यो सबै इन्फर्मेसन सबै ठिक छ भने चाहिँ हामी यसलाई सेभ गर्छौँ र चालु आवामा दर्ता गर्छौँ। जस्तै हामीले सबै विवरण ठिक थियो, हामीले प्यान नम्बरबाट सर्च गरेर विगतमा सूचीकृत भएको फर्म तानेका हौँ, सबै विवरण ठिक थियो भने अब हामीलाई यसमा सेभ गरिदिन्छौँ। सेभ गरिदिने बित्तिकै के तपाईँ विवरण सुरक्षित गर्न चाहनुहुन्छ भन्ने डायलग बक्स दिएको छ, हामी यसलाई यस गर्छौँ। यस गर्ने बित्तिकै हाम्रो सूचीकृत यो भर्टेक्स इन्टरप्राइजेस भन्ने थियो, हाम्रो विगतमै दर्ता हुँदा त्यसले दर्ता नम्बर कति लिएको थियो त्योसँग हाम्रो सरकार भएन। चालु आवामा चाहिँ यो भर्टेक्स इन्टरप्राइजेस भनेको हाम्रोमा 3 नम्बर सूची दर्ता नम्बर 3मा दर्ता भएको छ। यसरी हामीले विगतमा सूचीकृत भएका फर्महरूलाई चालु आवामा ल्याएर पनि काम गर्न सक्छौँ। यो सुविधा हामीले चालु आवादेखि सूची दर्तामा थप गरेका छौँ। यो विषय हजुरहरूले जानकारी गराएँ। अब हामीले अर्को भनेको चाहिँ विशुद्ध नयाँ छ, नयाँ फर्मसँग कारोबार गर्दैछौँ भने चाहिँ हामीले एन्ड्युबाटै जानुपर्छ। त्यसमा चाहिँ प्यान सर्टबाट हामीले खोजी गरेर ल्याउन सक्दैन। यो सूचीकृत फर्मको विवरण इन्ट्री गर्ने फारम हो। यो विगतमा पनि हजुरहरूले चलाइरहनु भएकै छ। यसमा हामीले थप गरेको विषय चाहिँ यो फर्मको स्वामित्व भन्ने विषय चाहिँ थप गरेका छौँ। यो फर्मको स्वामित्वमा एउटा राष्ट्रिय छ, एउटा अन्तर्राष्ट्रिय भनेर दुईवटा अप्सन छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय भनेर थप गरेको विषय एउटा छ। अर्को चाहिँ फर्मको सीमा हामी दोस्रो मेनुमा गएर राख्थ्यौँ, अहिले चाहिँ यही मेनुमा फर्म सूचीकृत गर्दै यसैमा राख्ने गरेको व्यवस्था गरिएको छ। यो फर्मको स्वामित्व र यो अधिकतम सीमा रकम राख्ने विषय चाहिँ यसमा विशुद्ध संशोधन भएको विषय हो। हजुरहरूले पनि यसमा यो दुईटा विषय चाहिँ अलिकति बुझेर काम गरिदिनु भयो भने हामीले गरेको कामहरू बिग्रिने सम्भावना हुँदैन। त्यसको लागि अगाडि नै जानकारी होस् भनेर पनि यो भिडियो तयार गरिएको। अब यहाँ राष्ट्रिय भनेर छान्नु भयो भने चाहिँ राष्ट्रिय कस्तो अवस्थामा छान्ने भने हामीले सूचीकृत गर्ने फर्म चाहिँ नेपालकै फर्म हो, नेपाल राज्यभरि मात्रै त्यसले कारोबार गर्छ भन्ने लाग्छ भने चाहिँ हामीले यहाँ राष्ट्रिय भनेर छान्छौँ। हाम्रो यो पाम्स V2 सिस्टम विदेशी स्थित कूटनीतिक नियोगहरूले पनि सञ्चालन गर्नुभएको छ, राजदूतावासहरूले पनि सञ्चालन गर्नुभएको छ। उहाँहरूले चाहिँ यो राष्ट्रिय नछानेर अन्तर्राष्ट्रिय भन्ने छान्नुपर्छ, किनभने त्यहाँ सूचीकृत हुने फर्म चाहिँ प्यान नम्बरमा दर्ता हुँदैनन्। प्यान नम्बर उहाँहरूलाई आवश्यक पर्दैन। त्यसको लागि चाहिँ उहाँहरूले अन्तर्राष्ट्रिय भनेर छान्नुपर्छ। यदि हामीले यो फर्मको स्वामित्व अन्तर्राष्ट्रिय भनेर छानेका छौँ भने यहाँबाट पान नम्बर नै हट्छ। पान नम्बर त्यसमा चाहिँ म्यान्डेटोरी गरिएको छैन। तर राष्ट्रिय यो फर्म सूचीकृत गर्दैछौँ भने चाहिँ यो प्यान नम्बर अनिवार्य छ। यो कुरा चाहिँ राष्ट्रिय र अन्तर्राष्ट्रिय भनेको नेपालभित्र चलाउनेले राष्ट्रिय भनेर छान्ने, विदेशी नियोगले अन्तर्राष्ट्रिय भनेर छान्नुहुन्छ। यसमा हजुरहरू क्लियर हुनुभएको छ। अब यहाँनिर प्यान नम्बर राखिसकेपछि प्यान नम्बर राखौँ। एउटा उदाहरणको लागि 613-042921 भनेर छान्यो। यो प्यान नम्बर हाल्यो। अब यसको नेपाली नाम चाहिँ हामीले सिस्टममा देखाउँछ। यो भनेको हामीले यहाँ प्यान नम्बर राखिसकेपछि यसका केही इन्फर्मेसनहरू चाहिँ हामीले आइआरडीसँग एपिआई कल गरेर लिएका डाटाहरू छन्। ती डाटाहरू चाहिँ यहाँ तानिन्छन्। अब हामीले के पनि विचार गर्नुपर्छ भने कुनै कुनै प्यान नम्बरमा चाहिँ मल्टिपल व्यवसायहरू लिङ्क भएको हुन्छ। हामीले सूचीकृत गर्न खोजेको व्यवसाय कुन हो भन्ने कुरा चाहिँ यकिन हुनुपर्छ। जस्तै हामीले यहाँ अन्जना स्टोर्सबाट कारोबार गर्नुपर्ने थियो, अन्जना खड्का छानेर गयौँ भने त हाम्रो बिग्रियो नि त। त्यो हुँदा हामीले सूचीकृत गर्न खोजेको फर्म के हो त्यो चाहिँ हामीले छान्नुपर्छ। जस्तै मैले यहाँ अन्जना स्टोर्स भनेर गरेँ, अङ्ग्रेजीमा अन्जना स्टोर्स भनेर राखेँ। यो फर्म दर्ता भनेको कागजात प्राप्त हुँदा यसको दर्ता नम्बर 123 रहेछ, त्यो राखेँ। यसको ठेगाना काठमाडौँ रहेछ, काठमाडौँ राखेँ। मुख्य व्यक्ति रामकृष्ण हुनुहुँदो रहेछ, उहाँको मोबाइल नम्बर रहेछ। फोन नम्बर र इमेल म्यान्डेटरी छैन। म्यान्डेटरी नभएको विषयलाई हामीले भरिरहन परेन। इन्फर्मेसन छ, डाटा हजुरहरूसँग उपलब्ध छ भने भरिदिन सक्नुहुन्छ, नभए आवश्यक छैन।
अब यसले चाहिँ यो चाहिँ सप्लायरसँग यसले दिने सेवा भनेको सप्लायर हो भनेर सप्लायर भनेर राखियो। अब सूचीकृतको प्रकार भनेर हामीले सूचीकृतको प्रकार छानिदिनुपर्छ। हामीले यो चाहिँ आपूर्तिको लागि भएकोले आपूर्ति भनेर छान्यौँ। अधिकतम सीमा रकम राख्नुहोस् भने चाहिँ अधिकतम सीमा रकम भनेर यहाँ राख्यो। धेरै साथीहरूले यो फर्म सूचीकृत गर्दाखेरि चाहिँ अधिकतम सीमा रकममा कति राख्ने भनेर उसले नबुझ्नु भएको छ, धेरैले बिगार्नु पनि भएको छ। हामीले यो फर्मलाई सूचीकृत गर्दाखेरि यो सूचीकृत भएको फर्मसँग कति बराबरको कारोबार गर्छौँ त्यसको अधिकतम सीमा राख्नुहोस् भनेको छ। त्यो अधिकतम सीमा कति राख्ने भन्ने विषय चाहिँ सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीले निर्दिष्ट गर्छ। त्यहाँ भएको व्यवस्था यदि हामी सोझै खरिद गर्दैछौँ भने त्यो फर्मसँग वर्षभरिमा गरिने कारोबारको अधिकतम सीमा भनेको 10 लाख रुपियाँ हो। यदि निर्माणको काम गर्दै हुनुहुन्छ भने अधिकतम सीमा 10 लाख रुपियाँ हो। परामर्श सेवा गर्दै हुनुहुन्छ सोझै भने 5 लाख रुपियाँ हो। मर्मत सम्भारको काम गर्दै हुनुहुन्छ भने 5 लाख रुपियाँ हो। हामीले त्यसैको आधारमा यो सीमा हामीले यकिन गर्छौँ। जस्तै अब हामीले बोलपत्रबाट गरेका छौँ, सिलबन्दीबाट गरेका छौँ भने चाहिँ हामीले कार्यदेश दिएका दिन कति रकमको एग्रिमेन्ट भएको छ त्यो एग्रिमेन्ट भएको अधिकतम रकमलाई ल्याएर यहाँ राखिदिने हो होइन। हामीले यसले खोजेको अधिकतम रकम भनेको त्यो फर्मसँग कति कारोबार गरिन्छ अधिकतम त्यो खोजेको हामीले खरिद ऐन र नियमावलीको व्यवस्था बमोजिम यहाँ राख्छौँ। सूचीकृतको क्षेत्र कार्यालय स्तर मात्रै छ, स्टोर स्तर भन्ने यसचोटि हटाइएको छ। अनि अवस्थामा हामीले सक्रिय बनाएर यसलाई सेभ गर्छौँ। सेभ गरिसकेपछि हाम्रो चाहिँ यो फर्म पनि कारोबार गर्नका लागि सूचीकृत हुन्छ। सूचीकृत भएको फर्मसँग मात्रै कारोबार गर्न सक्छौँ। हामीले यसलाई सेभ गरेर अगाडि बढ्न सक्छौँ। यो पाम्स V2 सिस्टममा चालु अब 83-84मा यो फर्म दर्ता गर्ने सूचीकृत गर्ने विषयमा परिवर्तन गरिएको विषय यति नै हो। यो विषय चाहिँ मैले हजुरहरूलाई जानकारी गराएँ। यसैलाई आधार मानेर हजुरहरूले पनि दैनिक यो पाम्स V2सँग रिलेटेड कामहरू अगाडि बढाउनु हुन अनुरोध पनि गरेँ। अब हामीले विगतमा भएको यो सूचीकृत गर्ने अनि सूचीकृतको भएको फर्मलाई फेरि अर्को फारममा गएर त्यसको सीमा राख्ने विषयलाई चाहिँ सुविधा होस् भनेर एउटै फर्ममा कम्पाइल गरेर पेश गरेका छौँ। यसैमा टेकेर हजुरहरूले पनि आफ्नो काम अगाडि बढाउनु होला। हस्त, धन्यवाद। यति नै कुरा राखेर मैले हजुरहरूसँग बिदा लिएँ। धन्यवाद।